नमस्कार, स्वागत है टीवी टू टीवी हम चांद अखनम जनकपुर उपमहानगरपालिका वार्ड नंबर 12 स्थित जे मानव सेवा आश्रम से धनुषा शाखा जिला के ओइठाम उपस्थित छे। जाय ठाम जे 4 साल से मानव आश्रम संचालन में आयल छे। मानव सेवा आश्रम में जे किछ एहन दृश्य सब जखन जे अखन सामाजिक संजाल के दुनिया भ चुकल छे त जखन अबैत रहे छे त 1 मिनट ला त ई लगे छे कि शायद मानवता नहीं छे, लेकिन फेर कतौ न कतौ जाकर मानवता जिंदा छे। जे एहन एहन संस्था सब उदाहरण के लिए काफी छे। जाय ठाम कतेक आदमी देखबै जे मानसिक रोगी रहे छे, ओकरा अखनो जे छे समाज में अवहेलना के नजर से देखल जाय छे, ओकरा अवहेलना करे छे। आप समाज के की यहाँ करबे जे घर परिवार जे ओइठन हुनका की करे छे सड़क पेटिका में रास्ता बिरास्ता कतौ चौड़ी में ल जाकर जे छे से अपना पेरेंट्स के अपना माता पिता के छोड़ दे छे। लेकिन एहन एहन अखनो मानव सेवा आश्रम सब छे जे उनका सबके रात होई बिरात होई चाहे दिन होई दोपहरिया होई तखन जाकर उनका जे से उद्धार क लबै छे। एकदम जे अहाँ देख नहीं सकबै किनको कीड़ा फैर गेल रहे छे माथा में, केकरो कीड़ा फैर गेल रहे छे पैर में, हाथ में घाव के कारण उनका सबके चोटपटक लागल रहे छे जे उनका से संग अथी नहीं भेल रहे छे केयर ओइ के कारण से। लेकिन आइन का उनका सबके जे से पूर्ण रूप से सर सफाई क डॉक्टर से जे से चेकअप करा क फिर से ठाम उनका सबके राखल जाय छे। एकदम ई बड़ा जे कहे एक तरफ कहल जाय छे जे कतौ बाल आश्रम नहीं होबे के चाही, कोनो जगह पर वृद्धा आश्रम नहीं होबे के चाही, लेकिन बाल आश्रम तो अब स्वाभाविक छे जे जरूरी छलै। अखन वृद्धा आश्रम के लिए कहते रहे छे आदमी जे वृद्धा आश्रम नहीं होबे के चाही, लेकिन आइ के समय में देखबै जे ई अपना माता पिता के जे से घर से केना क आदमी ओइ प्रकार से छोड़ दै छे। त आई एहन एहन आश्रम सब छै जे हुनका सबके लाइव क एठाम हुनका सबके राखल जाय छे। तो हम सब आई बातचीत करब जे मानव सेवा आश्रम के बारे में। एठाम कनिके दिन में जे 4 साल में आदमी सब विभिन्न ठाम से आबि क एठाम अपन केओ एनिवर्सरी मनबै छथिन, केओ जन्मदिन मनबै छै, केओ जे छै से जिनका जे श्राद्धक पुण्यतिथि पर जे छै से आबि क दान दक्षिणा देल जाय छै। वास्तविकता तऽ इएह छै कि मानव सेवा सन के कोनो सेवे नहीं छै। मानव के आदमी ई चीज मात्र बिसर जाय छे कि मठ मंदिर में जाय छे, भगवान पर फूल जल अर्पण करे छे, 5 किलो लड्डू चढ़ा दे छे, लेकिन ई आदमी बिसर जाय छे कि विष्णु भगवान रहथिन अगर अवतार लेने त मनुष्य के स्वरूप में, मानव अगर बसे छे तो मनुष्य के देह में। तो हम सब एठाम बातचीत करब जैठाम के जे मानव सेवा के अवस्था की छे, कोन प्रकार जे छे से अखन कते आदमी में सहभागी छे, तो हम सब बातचीत करे के प्रयास करब। तैना हम सब बातचीत करब जे हमरा सबके बीच में छथिन, एठाम रही रहल छथिन, उनका उद्धार क लायल गेल छै। की नाम छै यहाँ को? अंजू। अंजू अंजू घर चाहिँ कता? घर बरत फसुल्टी बरत बा। अनि कसरी यता चाहिँ यहाँहरूलाई केयर भइरहेछ, हेरचाह कसरी भइरहेछ? हजुर गाडीले हो धारा पानी हामी कबार बिसरिन्थ्यो अनि गाडीले हानेको। गाडीले हानिदियो, खुट्टामा चोट लागेको छ। अनि यता तपाईले धेरै राम्रोसँग केयर भइरहेछ, खानपिन दिइरहेछ, कस्तो छ सेवा? दिइरहनु भएको छ, खानापिना दुखमा यो दबाई बिरो सबै दिनुभएको छ, सबै दिइराख्नु भएको छ। के भन्न चाहनुहुन्छ तपाईँ उहाँको लागि? धेरै धेरै राम्रो। हिँड्नै नसक्ने थिएँ म, अहिले हिँड्न सक्ने भयो। अनि घरमा छोराछोरी छ? 2 भाइ छोरा छ। अनि श्रीमान छ। हजुर म त वाक्कै भएर हिँडेको। किन्न कारण के होला? किन्न धेरै कुर्छ गाउँको, धेरै दुख दिइरहेको थिएँ। कुटिने छोडेको 15-16 वर्ष भइसक्यो मैले। अनि म एक्लै काम गरेर बसेको। माइती यहीँ धारा पानी हरिपुर हो। अनि त्यसपछि तपाईँ दिक्क लागेर तपाईँ घर छाडिदिनु हो? घर छोडेको थुप्रो वर्ष भइसक्यो। कहिले लिन आउनु भएको छ कि छैन? बच्चा लगिकन बर्दिवासबाट आएको छैन। कहिले आजसम्म कोही खोज्न आएको छ? 2 जना फुपू हुनुहुन्थ्यो उता हस्पिटलमा, भाग्नु भयो, चिया लिनु जान्छु भनेको भागेको भागे। अनि फेरि तपाईले यदि घरबाट लिन आयो भने कोही अनि जानुहुन्छ तपाई? मेरो त यहाँ कोही पनि आउनुहुन्न।
तपाईँले लिन कोही आउँदैन। जानुपर्छ अब। धन्यवाद। देखियौ ई संसार की केहन जे अखन देखल जाए त सोच छै जे ई महिला छथिन जे इनका उद्धार कऽ कऽ लायल गेल छै जे एहिठाम ओ जे बर्दिवास दिस हुनका धारा पानी स्थित शायद एक्सीडेंट छलै कऽ कऽ चलि गेल गाड़ी, लेकिन ओहिठामसँ इनका उद्धार कऽ कऽ लाबि कऽ इनका इलाज करा कऽ जे चलऽवला अवस्थामे नहि छलै हुनका सब चीज एखन दवाई सब खुआ कऽ आ सम्पूर्ण जे जिम्मेवारी लेल गेल छै। आ केहन ई संसारक नियम छै जे श्रीमान बाल बच्चा होइतमे ओ घर हुनका जे छै से छोड़ऽ पड़ि रहल छै, लेकिन एहिठाम हुनका सम्पूर्ण सुविधा जे छै से एखन दऽ रहल छै। आब तऽ एतेक अथी भऽ चुकल छथिन कि आब लेबहो आयत तऽ नहि जायब आ हमरा ओना लेभी नहीं आली। की नाम छै? हमार शिव दुलारी। घर कहाँ छै? इंडिया पड़े कोन ठाम? मधुबनी जिला। मधुबनी जिला। बच्चा सब छलै? बच्चा सब 5 गो है, एकोटा शागिर्द नहीं। कैटा बच्चा? 5टा में लड़का कैटा छै? लड़का एको गो नहीं है। सब बेटिए छै? हाँ। तऽ ओहिठाम मतलब बच्चा सब लगमे अपने नहीं रहलिए? नहीं रखै छै बौआ सब? रखे है, कनी झगड़ा भ गेल। तऽ बच्चा सब झगड़ा कऽ लै छै ओहि दुआरे घर छोड़ि कऽ अपने चलि आयल छी कि केना? अपने हम चलि आयल छी। एहिठाम केना एलियै मानव सेवा आश्रममे? एहिठाम लगे पड़े है हमरा सबके। केना जानकारी भेलै एहिठाम? जानकारी सब दिन से की मानव सेवा आश्रममे के देखा देलकै एहिठाम आबऽके? एहिठाम रहबे करिए, कामे करैत रहिए। हाँ। ताहि हमरा कऽ देलकै किछो जोगिनिया सब, हाँ। एहिमे ठूस देलकै। जनकपुरेमे रहै छलिए। अच्छा, खान पीन एहिठाम सब चीज दै छै? नीक जकाँ अहाँ सबके देखभाल होइ छै? हाँ, देखे। अच्छा। जखने कनिक कहै यो आमालाई चाहिँ हामीले विगत 3 वर्ष अगाडि पनि उद्धार गरेर 4 वर्ष अगाडि उद्धार गरेर ल्याएका थियौँ। हिँड्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो र निको बनाएर उहाँलाई निको हुनुभयो। निको भइसकेपछि म यहाँ बस्दिनँ जान्छु भनिसकेपछि उहाँको इच्छाअनुसार सामुदायिक पुनर्स्थापना गऱ्यौँ। जान्छु भनिसकेपछि जानुभयो। गइसकेपछि फेरि 6 महिनापछि आमा फेरि त्यही अवस्थामा जो हिँड्न नसक्ने अवस्थामा पुग्नुभयो र दिशा पिसाबमा लतपतीको अवस्थामा उद्धार गरेर लिएर आयौँ। लिएर आइसकेपछि फेरि हामीले लगभग 1.5 वर्ष राख्यौँ। राखिसकेपछि फेरि आमा घर जान्छु भनेर जिद्दी गर्नुभयो र मैले आमालाई 6 महिना अगाडि चाहिँ उहाँलाई घर पुगाएर आएको थिएँ। घर पुगाएर आइसकेपछि अब फेरि उहाँलाई उद्धार गरेको 2 महिना भयो। उहाँको छोरीले चाहिँ फेरि ल्याएर जनकपुर धामको सडक पेटीमा छोडेर गएको भन्ने खबर पाइसकेपछि चाहिँ फेरि आमालाई उद्धार गरेर मानव सेवा आश्रममा ल्याएका छौँ। धन्यवाद। कतेक दुखद घटना छै जे बच्चा कतबो बदमाशी करै छै, माँ बाप हुनका जे छै से तैयो माया कऽ कऽ अपना साथ रखै छै, लेकिन बच्चा अगर के सामने में अगर माँ अगर कनिक बदमाशी कर दे गार्जियन तो उनका जे छै से एहि तरीकासँ सड़क पेटिकामे जाकऽ छोड़ि देने छै। से उदाहरण अपने सब देख सकै छी। तैना हमरा सबके बीच में जे ई धनुषा जे जिला में जे चल रहल छै मानव सेवा आश्रम के संयोजक जी छथिन रीता पोखरेल काव्या जी, उनका पहले हम सब स्वागत करबन। त विशेष बात चाहिँ यहाँलाई स्वागत छ। धन्यवाद। अहिले आज तपाईहरु यो वार्षिक उत्सव मनाइराख्नु भएको छ, कस्तो लागिरहेछ, के भन्न चाहिराख्नु भएको छ? आज हाम्रो मानव सेवा आश्रमको आय व्यय सार्वजनिक गर्ने र दाता सम्मान गर्ने कार्यक्रम रहेको छ। आज 4 वर्ष त जेठमा पुगेको थियो, त्यही पनि अलिकति ढिला भयो, विभिन्न कारणले हामी समयमा गर्न पाएनौँ र आज चाहिँ मलाई एकदमै खुसी लागेको छ। जनकपुर धाममा रहनुभएका सहयोगी दाताहरू जसले गर्दा मानव सेवा आश्रम यहाँ रहन पाएको छ, उहाँहरूको सहयोगले गर्दा आज सडकमा बेबारिसी हुनुभएका सहयोगापेक्षी सडक आश्रित मानवहरूले एक घाँस भोजन, एक सरुक कपडा र आश्रय स्थल पाइराख्नु भएको छ। सम्पूर्ण दाताहरू जसले मानव सेवा आश्रमलाई साथ सहयोग र अभिभावकत्व प्रदान गर्नुभयो, उहाँहरूप्रति एकदमै आभार प्रकट गर्न चाहन्छु। 4 साल भइसक्यो। 4 वर्ष भयो। 4 वर्षमा
यहाँले पहिला र अहिलेमा चाहिँ कतिको भिन्नता भइसकेको छ? पहिला कति चाहिँ चुनौती थियो र अहिले कति चाहिँ यो ठिक भइरहेछ कि त्योभन्दा पहिला पनि चुनौती भइरहेको छ? कस्तो छ अहिले? हामी सुरुमा आउँदै गर्दा र अहिलेको अवस्थामा एकदमै फरक भएको छ। सुरुको तुलनामा सुरुमा आउँदै गर्दा हामीहरूलाई भाषागत प्रब्लम त एउटा छँदै थियो। त्यो सँगसँगै अब सबैलाई चिनेका थिएनौँ। अहिले जनकपुर धाममा धेरैजनाले हामीले चिन्न पाएका छौँ। जनकपुर धाम आफ्नै गाउँ ठाउँ घर जस्तै लाग्छ, प्यारो लाग्छ र पहिलाको तुलनामा अहिले सहयोगी दाताहरू पनि बन्नुभएको छ, मानव सेवा आश्रमलाई महसुस गर्नुभएको छ र अहिले सडकपेटीमा पहिलाको तुलनामा धेरै कमै सहयोगापेक्षी सडक आश्रित मानवहरू हुनुहुन्छ। अहिले सडकमा मान्छेहरू त देखिनुहुन्छ जो मानव सेवा आश्रमले उद्धार गरिसकेको छ र मानव सेवा आश्रममा बस्न नखोज्ने खालको मान्छेहरू चाहिँ अहिले सडकपेटीमा देखिनुहुन्छ। त्यो रहेको छ। यदि कसैले पनि साँच्चीकै दुःख पाएका सहयोगापेक्षी सडक आश्रित मानवहरू देख्नुहुन्छ भने मानव सेवा आश्रममा खबर गरिदिनु हुनका लागि अनुरोध गर्दछु। कसरी यहाँले चाहिँ जानकारी पाउनुहुन्छ कि यो सडकपेटीमा अथवा अन्य ठाउँमा पनि मान्छेहरू छन् भने कस्तो अवस्थामा तपाईँ ल्याउनुहुन्छ यता मानव सेवा आश्रममा? जसलाई मानव सेवा आश्रमको बारेमा थाहा हुन्छ उहाँहरूले कोही सहयोगापेक्षी सडक आश्रित मानव देख्ने बित्तिकै मानव सेवा आश्रमलाई खबर गरिदिनुहुन्छ। खबर गर्ने बित्तिकै हामीहरू स्थानीय तह र प्रहरीको सिफारिसमा जहाँ हामी उपस्थित हुन सक्छौँ त्यहाँ गएर उद्धार गर्छौँ भने जहाँ हामी जान सक्दैनौँ त्यहाँ चाहिँ प्रहरी र हाम्रो स्थानीय तहको सहयोगमा चाहिँ हामीले उद्धार गरेर मानव सेवा आश्रममा लिएर आउँछौँ। कस्ता कस्ता चाहिँ यसमा मान्छेहरू आइरहेका छन्? यो कस्ता कस्ता मान्छेहरूले तपाईँ उद्धार गरेर ल्याउनुहुन्छ? विशेष गरी सडकपेटीमा जो बेवारिसे भएर बस्नुहुन्छ, घर परिवार आफन्त कोही नभएका, जो मानसिक सन्तुलन गुमेर बस्नुहुन्छ, जोसँग अब खानको लागि पनि अब आफै केही गर्न सक्ने अवस्था छैन, कसैले दिएको भरमा खाने अथवा कतै बाटोमा भेट्यो भने खाने, नभए डस्टबिनहरूको निकालेर खाने अवस्थामा रहनुभएका धेरै चाहिँ हामीहरूमा हाम्रो आश्रममा चाहिँ मनोसामाजिक समस्या भएका आमा बुवा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ र यहाँ हुनुहुने अहिले 57 जना हुनुहुन्छ। 57 जनामा अहिले 50 जनाको औषधि चलिरहेको छ, साइकियाट्रिक मेडिसिन। अनि महिला कतिजना, पुरुष कतिजना? आमाहरू 5 जना हुनुहुन्छ, बुवाहरू चाहिँ 52 जना हुनुहुन्छ। अनि चाहिँ यसलाई जुन तपाईँ भन्नुभयो कि यो दाताहरू धेरै छन्, कस्ता कस्ता दाताहरू आउनुहुन्छ विशेष गरेर यहाँ? विशेष गरी मानव सेवा आश्रममा चाहिँ आफ्ना खुसीहरू साट्नको लागि जो आफूभन्दा दुःख पाएका मान्छेहरू छन् त्यस्ता व्यक्तिहरूसँग पनि आफ्ना खुसीका क्षणहरू साटौँ भनेर जसलाई भावना हुन्छ उहाँहरू चाहिँ आउनुहुन्छ र आएर मानव सेवा आश्रममा आएर आफ्नो जन्मदिन मनाउनुहुन्छ, एनिभर्सरी मनाउनुहुन्छ, पुण्यतिथिको सम्झनामा आएर डोनेसन गर्नुहुन्छ होइन। यिनै सहयोगबाट मानव सेवा आश्रम सञ्चालनमा आइरहेको छ। प्रदेश सरकार र यताका स्थानीय सरकारहरूसँग के कस्ता चाहिँ सहयोग पाइराख्नु भएको छ? प्रदेश सरकार र स्थानीय तह सरकारको चाहिँ पहिलाको तुलनामा अलिअलि उहाँहरूलाई मानव सेवा आश्रमको बारेमा थाहा भइसकेको छ र गर्छौँ पनि भनिराख्नु भएको छ। थोरै सहयोग त पाइरहेका छौँ। हाम्रो अरू प्रदेशको तुलनामा चाहिँ हाम्रो मध्य प्रदेशमा चाहिँ एकदमै कम सहयोग प्राप्त भइरहेको छ। रहेको कुरा अब आगामी वर्षमा चाहिँ आगामी दिनहरूमा चाहिँ सहयोग गर्ने भनेर धेरैजनाले भनिराख्नु भएको छ। आशा गरौँ सहयोग प्राप्त हुनेछ। कति ठाउँमा, कति प्रदेशमा यो चाहिँ मानव सेवा आश्रम रहेछ? मानव सेवा आश्रम अहिले देशको 7 प्रदेशमा 21वटा जिल्लामा 29वटा सेवा केन्द्रहरू सञ्चालनमा आएका छन्। अहिले 2000 भन्दा माथि आमा बुवा साना बाबु नानीहरूले आश्रमको गरिमा बढाइराख्नु भएको छ। कतिजना कर्मचारी राख्नुहुन्छ? कसरी उहाँहरूको खाना चाहिँ म्यानेज गर्नुहुन्छ? कसरी उहाँहरूलाई स्याहार गर्न चाहिँ सक्नुहुन्छ? अब सडकबाट उद्धार गरेका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू उद्धार गर्ने क्रममा एकदमै नाजुक हुनुहुन्छ। जो लामो समयदेखि खान नपाएका, विभिन्न रोगले आक्रमण गरेका बुवा आमा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ। उहाँहरूलाई आश्रममा ल्याइसकेपछि चाहिँ उहाँहरूको नुहाई धुवाई सरसफाइ हुन्छ। सरसफाइ सकेपछि चाहिँ उहाँहरूको काउन्सेलिङ हुन्छ। उहाँले आफ्नो घर परिवार के बताउन सक्नुहुन्छ कि सक्नुहुन्न त्यो सोध्छौँ। त्यो सोधिसकेपछि यदि उहाँले घर परिवार बताउन सक्नुभयो भने चाहिँ हामी परिवार खोजीतर्फ लाग्छौँ। अहिलेसम्म हामीले 52 जना घर परिवारको जिम्मा लगाउनु भएको छ, त्यस्तो छ? हामीले धेरैजनालाई घर परिवारमा मिलन गराएका छौँ।
अहिलेसम्म हामीले हजुर पुनर्मिलन गराएका छौँ। अहिलेसम्म हामीले 52 जना सयगापेची सडक आश्रित जो सडकपेटीबाट उद्धार गरेर आश्रममा ल्याई औषधि उपचार गरेर निको भइसकेपछि 50 जनालाई नेपाली र इन्डियन गरेर घर पुगाएका छौँ। 52 जनालाई। उहाँहरू पुनर्मिलन हुँदाखेरि खुसी हुनुहुन्छ? घर परिवारले थाहा हुँदैन त्यो कुरा कि गएको छ भनेर, त्यो कता छ भनेर खोजिरहेको हुन्छ? कतिपय चाहिँ त्यस्तो पनि हुन्छ, एकदमै देख्ने बित्तिकै खुसी हुने, भेट्ने, रुने होइन, त्यस्तो पनि हुन्छ। कतिपय चाहिँ अब मानसिक रोग एउटा रोग हो, जो रोगलाई परिवारले स्वीकार्न नसक्दै गर्दा चाहिँ अब एकजना व्यक्ति सडक पेटीमा बिमारी हुन पर्ने अवस्था रहेको छ। उहाँहरूलाई घरमा पुगाउँदै गर्दा चाहिँ कतिपय चाहिँ एकदमै हामीहरूमा नराखिदिनु, लिएर जानुहोस् भन्ने किसिमका कुरा पनि गर्नुहुन्छ। कतिपयलाई मैले घरमा पुगाएर आएको छु र उहाँकै छोराछोरी ल्याएर सडकमै छोडिदिएका उदाहरणहरू पनि प्रशस्त छन् र त्यस्ता धेरै कथाहरू छन्। हजुर, यस्तोमा अब सोध्नु नपर्ने, तर सबैको आफ्नो आफ्नो इच्छा, स्वस्थताले काम गर्न सक्नुहुन्छ। तपाईँ यति ट्यालेन्ट मान्छे हुनुहुन्छ, अनि कसरी यो मानव सेवा आश्रममा तपाईँ चाहिँ जुर्नुभयो र तपाईँले त्यो हेर्दाखेरि जब मान्छेलाई तपाईँ उद्धार गर्नुहुन्छ, कतिपय मान्छेलाई एकदमै चाहिँ त्यो घाउहरू भएको हुन्छ, चोटपटक लागेर धेरै चाहिँ हेर्नै नसक्ने अवस्था, कतिलाई त किरा पनि त्यो बडीमा परिसकेको अवस्थामा चाहिँ तपाईँले उद्धार गरेर ल्याउनुहुन्छ, उसलाई सरसफाइ गर्नुहुन्छ, कसरी? सायद भगवानको आदेश छ मलाई भनौँ, वा भगवानको हामी त माध्यम मात्र हौँ। सायद भगवानले यो गर भनेर मलाई पठाउनु भएको थियो होला, त्यसैले म अहिले मानव सेवा आश्रममा छु जस्तो लाग्छ। जो आफूभन्दा दुःख पाएका मान्छेहरू देख्दै गर्दा सायद आफूमा भएको करुणा भाव जाग्छ, त्यही भाव, दया भावले गर्दा अहिले मानव सेवा आश्रममा छु। सडकपेटीमा मलाई थाहा थिएन म जस्तै सामान्य जीवनयापन गरिरहेका मान्छेहरू होलान् भन्ने लाग्थ्यो मलाई जब उहाँहरूलाई भेटेको थिएन। जब उहाँहरूलाई भेटेँ, मान्छेहरू सडकमा यति दुःख पाएको पनि रहेछन् भनेर मलाई एकदमै त्यो सोच्नै नसक्ने भयो कि मलाई एकदमै अर्कै फिलिङ भयो। बुटोलमा एकजना आमा हुनुहुन्थ्यो, जो 70 वर्षको आमा हुनुहुन्थ्यो, आँखा नदेख्ने हुनुहुन्थ्यो र प्यारालाइसिस अवस्थामा हुनुहुन्थ्यो र आमा दिशा पिसामा लतपतिनु भएको थियो। पहिलोपटक म आमालाई भेट्दै गर्दा चाहिँ एकदमै घिन लागे जस्तो लाग्यो, तर पनि आज पहिलोचोटि जो आउनुभएको छ उहाँले सेवा गर्नुपर्छ भनिसकेपछि चाहिँ उहाँको नजिक गएँ, उहाँलाई सरसफाइहरू गरेँ। सरसफाइ गरिसकेपछि लास्टमा आमाले नमस्कार भन्नुभयो र हिँड्ने बेलामा चाहिँ त्यहाँ साइडको एकजना दिदी हुनुहुन्थ्यो, दिदीले चाहिँ यो आमालाई रातिमा रेप हुन्छ भन्नुभयो। जो आमा आँखा देख्दैन, हात खुट्टा चल्दैन, खाना पनि कसैले दिए खाने हो, नदिए नखाने हो, त्यसरी बसिरहेको एकजना वृद्ध आमालाई रातिमा आएर कसैले अट्याक गर्छ, रेप गर्छ भन्ने सुनेपछि मलाई 2 दिनसम्म खाना पनि खान मन लागेन। त्यसपछि मैले त्यो दिन एउटा सङ्कल्प लिएँ, म मानव सेवा आश्रमको लागि केही त गर्छु कि शारीरिक रूपमा उपस्थित भएर गर्छु, होइन भने पैसा कमाएर केही न केही सहयोग गर्छु भन्ने भाव मलाई आजभन्दा 7 वर्ष अगाडि सिर्जना भयो। त्यही भावकै कारणले गर्दा सायद म मानव सेवा आश्रममा छु। पार्वती आमा मेरो भगवान बनेर आउनुभयो र म पार्वती आमा जस्तै सयौँ हजारौँ आमाहरूको सेवामा समर्पित हुन पाएको छु। तपाईँ एउटा परिवार श्रीमानसँगै बस्नुहुन्छ? हजुर, हामी सर र म एउटै संस्थामा सेवा गर्छौँ। सर चाहिँ मानव सेवा आश्रमको केन्द्रीय सचिव हुनुहुन्छ। जसरी उहाँहरू मानसिक चाहिँ बिमार हुनुहुन्छ होइन, त्यो अनुसारले कहिले यस्तो हुन्छ नि, कहिले अट्याक गर्ने खालको अथवा त्यस्तो चाहिँ व्यवहार गर्ने, त्यस्तो गर्ने गरिन्छ कि कसो? त्यस्तो गर्नुहुन्छ। कतिपय बुवा आमा चाहिँ एकदमै एग्रेसिभ खालको हुनुहुन्छ, जो मानसिक सन्तुलन यतिसम्म गुमाइराख्नु भएको हुन्छ कि क्रोनिक अवस्थामा पुगिसक्नु भएको हुन्छ। त्यो अवस्थामा चाहिँ हामीहरूले उहाँलाई ल्याउने बित्तिकै ह्यान्डल पनि गर्न सक्दैनौँ। त्यसको लागि हामीसँग एउटा आइसोलेसन रुम हुन्छ, उहाँ लगेर उहाँलाई राख्छौँ र राखिसकेपछि हामी डाक्टर साहबको परामर्श लिएर अनि उहाँको ट्रिटमेन्टलाई अगाडि बढाउँछौँ। हाम्रो साइकियाट्रिक डाक्टर हुनुहुन्छ डाक्टर रोबिन झा, जसले नियमित रूपमा स्थापनाकालदेखि नै सहयोग पुर्याउँदै आउनुभएको छ। त्यो कारणले गर्दा हाम्रा आश्रमका बुवा आमा निको भएर घर जाने अवसर प्राप्त भएको छ। के भन्न चाहनुहुन्छ तपाईँ विशेष गरेर? विशेष गरी म त्यही नै भन्न चाहन्छु, आफू मात्र खुसी भएर हुँदैन, खुसी जति बाँड्यो त्यति बढ्ने कुरा हो। सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ, तर मानवताका लागि अवश्य केही न केही गरौँ। म यही नै भन्न चाहन्छु सबैजनालाई। हस्, धेरै धेरै धन्यवाद दिन चाहे यहाँलाई। वास्तवमै जे
कई से आदमी जे मानव सेवा आश्रम के नामे छै आ मानव के सेवा सन के संसार में कोनो सेवे नहीं छै। भले मंदिर जाइ छी, मठ जाइ छी, अजल फूल अर्पण करै छी, लेकिन आदमी ई बिसरि जाइ छै कि मानव में देवता के वास करै छै। ओ चीज कतौ ने कतौ जाके आदमी भ्रमित भ जाइ छै, बिसरि जाइ छै। आ मानव सेवा संसार में सबसँ पैघ सेवा अछि। इनका सबके जे धन्यवाद के पात्र छथिन। ई सब एतेक जे कहाँ कहाँ से आदमी सबके ई सब लबै छथिन उद्धार क के एहिठाम आनि कऽ सब सहियार क के हुनका सबके एकदम जे वृद्ध भ जाइ छै, घर में एकटा वृद्ध भ जाइ छै, ओ बच्चा के समान जखने मानसिक रोगी सँ जे समाज में अखनो घृणा करै छै, लेकिन हुनका सबके आनि कऽ एहिठाम सहियार क के हुनका सबके केयर क के डॉक्टर सँ चेक करा कऽ हरेक चीज के हुनका सबके देखभाल क के एहिठाम रखै छथिन। ओ सबसँ बड़का वास्तव में जे छै से मानवता छै। हिनका सबके जे छै से जाहि प्रकार जे प्रदेश सरकार स्थानीय सरकार जे नहीं भेट रहल छै, ओ जे प्रकार से हिनका सबके जे भेटबाक चाही असहयोग, तऽ एहिठाम जे दाता सब एतेक छनि जे अपना बच्चा के जन्मदिन आ वास्तव में यदि जे कतबो दोसर ठाम जाकर बर्थडे मनबै छै, एनिवर्सरी सब मनबै छै, लेकिन वास्तव में अगर एतेक आदमी एठाम से 50-60 आदमी के यदि अहाँ भोजन करा दै छी तऽ संसार के सबसँ पैघ जे छै से ई पुण्य छै। तो अपने सब एहिठाम आबि कऽ अगर सहयोग करे के इच्छा है तो अवश्य अपने सब आबि। जनकपुर उपमहानगर पालिका 12 नंबर वार्ड स्थित जरारावा कैंपस से सीधे पूर्व मुहे आबऽ वाला ई रास्ता छै। आ एहिठाम जे मानव आश्रम छै धनुषा के, आ एहिठाम एकदम जे एहिठाम अहाँ जे जिनका जुड़े ई नहीं छै कि बहुत चीज चाही, जिनका जते आर्थिक रूप से अहाँ सब सहयोग कऽ सकै छी आबि कऽ एहिठाम कऽ सकै छी। अखन के लेल विदा लेब, नमस्कार।